तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा के भन्छन् पत्रकार राजीव खत्री? यो भिडियोलाई अन्तिमसम्म हेरौँ है त, के भन्नुहुँदो रहेछ। केपी ओलीको गुन्डो भाषण सुनियो। उनी आफ्ना झोलेहरूलाई बुझाउन खोज्दैछन्। उनी पीडित मात्रै हुन्, कुनै पनि हिसाबले जिम्मेवार वा जवाफदेही होइनन्। ओलीको अरू पार्टीलाई पनि प्रष्ट सन्देश छ, सुध्रिने कुरा सोच्दै नसोच्नु, चुनावतिर पनि नलाग्नु। अहिलेको सरकारलाई जसरी हुन्छ फेल बनाएर पुरानो ओली राज्य फर्काउनु। उनी भन्दैछन्, म डराउँदिनँ, म डराइन, म डराएर भागिन, म डराएर भाग्दिनँ। यस्तो लाग्छ भाग्दा भाग्दै जाँडको घ्याम्पोमा छिरेर निस्किएको मुसो बिरालोलाई थर्काउँदैछ। हेलिकप्टरबाट भागेर 10 दिन दुलोमा लुकेको भगौडाको हेर्नुहोस् त फुर्ती। सायद हेलिकप्टर चढेर लुक्न जानुलाई ओलीको शब्दकोशमा भागेको भनिँदैन रहेछ क्यारे। अङ्ग्रेजीमा एउटा शब्द छ, पोकर फेस। पोकर फेस स्थिर भावको एउटा सङ्केत हो। जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन त्यस्तो अनुहारलाई अङ्ग्रेजीमा पोकर फेस भनिन्छ। जुवा घरमा जुवा खेलाउने व्यक्तिलाई पोकर भनिन्छ र जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने वा नथाप्ने निर्णय नगरून् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्बित हुन दिँदैनन्। बडो स्थिर र गम्भीर देखिन्छन् पोकरहरूको अनुहार, तर ती भित्रबाट सधैँ उद्वेलित र तनावग्रस्त हुन्छन्। अहिले केपी ओली र तिनका सुण्ड मुसुण्डहरूले देखाएको भाव त्यही पोकर फेस मात्र हो। आजको दिनमा एमाले भित्र समेत ओली धेरै कमजोर बनिसकेका छन्। कथनीमा म डरले भाग्दिनँ, करनीमा हेलिकप्टर चढेर टाप कस्छु। कथनीमा म डराउँदिनँ, करनीमा दुलोभित्र लुकेर बस्छु। कथनीमा म मुलुक छोड्दिनँ, करनीमा देशलाई सङ्कटमा पारेर फरार हुन्छु। कथनीमा म शान्ति प्रेमी हुँ।